आजको यस ऐतिहासिक अवसरमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई पद ग्रहण गर्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। देशको सर्वोच्च जिम्मेवारी सम्हाल्दै गर्दा तपाईमाथि सम्पूर्ण नेपाली जनताको ठूलो आशा र विश्वास रहेको छ। तपाईको इमानदार नेतृत्व, दूरदर्शी सोच र परिवर्तनको चाहनाले नेपाललाई नयाँ दिशातर्फ अघि बढाउने विश्वास हामी सबैमा छ। हामी कामना गर्दछौं कि तपाईको 5 वर्षे कार्यकालले देशमा सुशासन, विकास र समृद्धिको नयाँ युग प्रारम्भ गरोस्। शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति होस्। हरेक नेपालीले आफ्नो भविष्य सुरक्षित र उज्जवल महसुस गर्न सकोस्। तपाईले युवाहरूको सपना बुझ्दै उनीहरूलाई अवसर प्रदान गर्ने वातावरण सिर्जना गर्नुहुनेछ भन्ने आशा राखेका छौं। साथै भ्रष्टाचार मुक्त, पारदर्शी र जनमुखी शासन प्रणाली स्थापना गर्दै देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं। नेपाल प्राकृतिक रूपमा धनी देश हो, तर अब आवश्यकता छ त्यसलाई सही नेतृत्व र व्यवस्थापन मार्फत उन्नत बनाउने। तपाईको नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान अझ मजबुत बनाओस् र विश्वसामु गर्वका साथ उभिन सकोस् भन्ने हाम्रो कामना छ। अन्त्यमा तपाईको 5 वर्षे कार्यकाल सफल, उपलब्धिमूलक र ऐतिहासिक बनोस्। तपाई स्वस्थ रहनुहोस्, दृढ रहनुहोस् र सधैँ देश र जनताको हितमा काम गरिरहनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं। कृपया हाम्रो देश नेपाललाई माया गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई लाइक र फलो गरी कमेन्टमा नेपाल लेख्नुहुन अनुरोध गर्दछौं। धन्यवाद।